नमस्ते सबैजनालाई। सो अस्ति मैले एउटा सानो भिडियो हालेको थिएँ जसमा चाहिँ स्लोभाकिया अथवा युरोपमा आउँदाखेरि चाहिँ कस्तो व्यक्तिहरू आउँदा राम्रो हुन्छ अथवा कस्तो व्यक्तिहरू चाहिँ यहाँ आउँदाखेरि चाहिँ समस्या हुँदैन र यहाँ आइसकेपछि जुन आउने प्रब्लमहरूलाई चाहिँ हामीले कसरी फेस गर्ने अथवा त्यस पछाडिको प्रोसेसहरू के हुन्छ लगायतको विषयमा थियो र धेरै साथीहरूले चाहिँ मलाई त्यो विषयमा भिडियो बनाउनु पनि भन्नुभएको हुनाले मैले जस्ट अस्ति सानो क्लिप राखेको थिएँ। अब केही कुराहरू त मैले अस्तिको भिडियोमा नि भनेको छु। जस्तो तपाईँहरू यहाँ आउँदै हुनुहुन्छ अथवा यहाँ आइसक्नु भएको पनि छ भने चाहिँ विशेष गरी एजेन्सीको कुराहरू मैले गरेको थिएँ। एजेन्सीहरूमा चाहिँ धेरै नै हाम्रो भनौँ न धेरै नै श्रम शोषण भनिन्छ त्यसलाई, त्यो गरिरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरू सकेसम्म चाहिँ एजेन्सीलाई छोडेर चाहिँ डाइरेक्ट कम्पनीहरूमा नै जाने प्रोसेस गर्नु होला र डाइरेक्ट कम्पनीमा जानु पनि त्यति सजिलो चाहिँ छैन। यहाँनिर धेरै गाह्रो छ। जस्तै म आफूलाई पनि एराउन्ड 8-9 महिना लागेको थियो जुन डाइरेक्टली त्यहाँ जानको लागि चाहिँ। त्यो कारणले गर्दा पनि र अलिक अर्को कुरा कस्तो भने यहाँनिर विभिन्न व्यक्तिहरू हुन्छन् जसले चाहिँ काम लगाइदिँदाखेरि नै सर्टेन चार्जहरू लिने गर्दछन्। सर्टेन पनि के भन्नु, 300, 400, 500, 1000 युरोसम्म पनि चार्जहरू लिइरहेको हुन्छ। त्यो केसमा चाहिँ अब ठिकै पनि हुन्छ, एउटा हिसाबमा चार्ज त लिन्छ, त्यही पनि अलिक मान्छेहरू हेरेर बुझेर मात्रै लिँदा राम्रो हुन्छ। एजेन्सीहरूमा चाहिँ प्रब्लम के हुन्छ भन्दाखेरि चाहिँ जस्तै हामी नेपालबाट आउँदाखेरि चाहिँ मोस्ट अफ द भनौँ न सबैजना चाहिँ भन्नु हुँदैन, एराउन्ड 90% मान्छेहरू चाहिँ एजेन्सीमा नै हो आउने। केही व्यक्तिहरू चाहिँ डाइरेक्ट कम्पनीबाट नै सायद एप्लाई भएको हुनसक्छ अथवा 2-4जना मान्छेहरू हामीले पनि भेटेको छ कि तिनीहरू चाहिँ एजेन्सीबाट नभइकन डाइरेक्ट कम्पनीमा नै आएको व्यक्तिहरू पनि छन्। तर एजेन्सीमा आउँदाखेरि चाहिँ हामीलाई प्रब्लम चाहिँ के हुन्छ भने र फाइदा र बेफाइदा दुईवटा नै हुन्छ। विशेष गरी फाइदा भनेको के हो भने एजेन्सीमा आउँदाखेरि तपाईँ कुनै पनि कम्पनीमा काम गर्नुभयो एजेन्सीको थ्रु जाँदा तपाईँ त्यहाँबाट फायर हुनुभयो अथवा त्यो कम्पनीले तपाईँलाई निकालिदियो भने तपाईँले अर्को ठाउँमा उनीहरूले ट्रान्सफर गर्न सक्छ भने डाइरेक्ट कम्पनीमा आउँदाखेरि चाहिँ तपाईँलाई त्यहाँबाट फायर गऱ्यो भने चाहिँ तपाईँले चाहिँ विदिन 1 विकमा चाहिँ अकोमोडेसन छोडेर आफै काम खोजेर जानुपर्ने पनि हुन्छ। त्यो केसमा चाहिँ एजेन्सी ठिक हो। मात्र एउटा त्यही केस हो, अरू कुनै पनि केसमा चाहिँ एजेन्सी ठिक हुँदैन। जुन पाउने फेसिलिटीहरू हुन्छ तपाईँको इभन मेडिकल इन्सुरेन्सहरूदेखि लिएर अन्य थुप्रै कुराहरू हुन्छ जुन नाइट ड्युटी गर्दाखेरि पाउने नाइट अलाउन्सहरूको कुरा भयो। जस्तै आवरली वेजमा पनि तपाईँको जस्तै पर आवर चाहिँ तपाईँ एजेन्सीमा जाँदाखेरि यहाँनिर चलेको चाहिँ एजेन्सीहरूमा चाहिँ 4 युरोदेखि 5.5-6 युरोसम्म पनि पे गर्छ एजेन्सीहरू, कुनै राम्रो एजेन्सी छ भने चाहिँ। नत्र मोस्ट अफ द एजेन्सीले चाहिँ 5.5 नै हो, 5.55 यस्तै नै पे गरिरहेको हुन्छ। र तिनीहरूमा चाहिँ इन फ्युचरमा चाहिँ कतिपय एजेन्सीहरूमा चाहिँ नट मोस्ट अफ द एजेन्सीमा चाहिँ सबै एजेन्सीमा त भन्दिनँ मैले, मोस्ट अफ द एजेन्सीमा चाहिँ टिआरसी रिन्यू गर्दाखेरि पनि प्रब्लम आउने लगायतका कुराहरूले चाहिँ फ्युचरमा दुःख दिन सक्छ। त्यो कारणले गर्दाखेरि डाइरेक्ट कम्पनीमा जानुभयो भने चाहिँ हुने फाइदामा चाहिँ के हुन्छ भने तपाईँसँगले इन्सुरेन्सहरू सबै पाउनुहुन्छ, सोसियल सबै कुराहरू हुन्छ र तपाईँको सिफ्ट वाइज तपाईँले स्यालेरीहरू पनि एलाउन्सहरू हुन्छ। जस्तै तपाईँले मर्निङ सिफ्टमा काम गर्नु र नाइट सिफ्टमा काम गर्दाखेरि चाहिँ नाइट सिफ्टको एलाउन्सहरू चाहिँ तपाईँले डाइरेक्ट कम्पनीमा पाउनुहुन्छ र पब्लिक होलिडेको दिन तपाईँको काम पऱ्यो भने चाहिँ तपाईँले त्यसको स्यालेरी डबल पाउनुहुन्छ लगायतको कुराहरू हुन्छ। तर एजेन्सीमा चाहिँ केही पनि हुँदैन। तपाईँ नाइट गर्नुहोस्, डे गर्नुहोस्, पब्लिक होलिडे गर्नुहोस्, स्याटरडे सन्डे विकेन्ड गर्नुहोस्, सेम स्यालेरी हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यदि तपाईँ नेपालबाटै आउँदै हुनुहुन्छ भने पनि कुन कम्पनीमा जाँदै हुनुहुन्छ अथवा कुन एजेन्सी हो कि डाइरेक्ट कम्पनी हो कि के हो भन्ने कुराहरू बुझ्नु होला। र अर्को कुरा चाहिँ यहीँ काम गरिरहनु भएको छ, एजेन्सीमा काम गरिरहनु भएको छ भने चाहिँ सकेसम्म एजेन्सीबाट चाहिँ राम्रो एजेन्सी पनि हुन्छ कतिपय। तर यदि त्यस्तै एजेन्सीहरू छ भने चाहिँ तपाईँ डाइरेक्ट कम्पनीमा चाहिँ जाने प्रयास गर्नुपर्ने हुन्छ। र धेरै साथीहरूले डाइरेक्ट कम्पनी र एजेन्सीमा चाहिँ स्यालेरीमा चाहिँ कति फरक पर्छ भन्नुभएको थियो। त्यसमा चाहिँ एराउन्ड तपाईँको 60% एराउन्ड नै स्यालेरी फरक पर्न सक्छ। यता ट्याक्स काटेको हुन्छ, एजेन्सीहरूले ट्याक्स काट्दिँदैन र
यदि तपाईँको ट्याक्स काटेन भने इन फ्युचरमा तपाईँको टिआरसी रिन्यू गर्नलाई चाहिँ प्रब्लम हुन्छ भने डाइरेक्ट कम्पनीमा त समस्या आउँदैन। म पनि डाइरेक्ट कम्पनीमा जोइन भएको भर्खरै 2 महिना हुँदैछ। सो धेरै फेसिलिटीहरू हुँदो रहेछ अनि मैले अहिले बुझ्दैछु होइन। त्यो कुराहरू नै हो। र अर्को कुरा चाहिँ मोस्ट अफ द मान्छेहरूले चाहिँ कति कमाइ हुन्छ भन्नुभएको थियो। यहाँको कमाइमा कुनै फिक्स कमाइ नै छैन भनौँ न। एजेन्सीको चाहिँ 200 युरो कमाउने मान्छेहरू हुन्छ, 1700-1800 युरो 2000 युरो कमाउने मान्छेहरू हुन्छ एजेन्सीमा नै। तपाईँको स्किल कस्तो छ र एजेन्सी कस्तो छ र कम्पनी कस्तो छ भन्ने कुराहरूमा भर पर्ने कुरा हुन्छ। र नर्मली तपाईँ डाइरेक्ट कम्पनीमा जानुभयो भने 1000 देखि 1200 युरो एराउन्डमा अप टु त्यसमा चाहिँ तपाईँ घट्नु पर्दैन डाइरेक्ट कम्पनीको केसमा चाहिँ। त्यसभन्दा माथि तपाईँको आफ्नो स्किल अनुसारको कुरा हुन्छ, एक्सपिरियन्स पनि म्याटर गर्छ। र तपाईँको एजेन्सीहरूमा जाँदाखेरि चाहिँ धेरै कुराहरूले इफेक्ट पार्छ। 400, 500, 600, 800, 900, 1000 जुनसुकै पनि एमाउन्टमा चाहिँ अर्निङ हुनसक्छ, कमाउन सकिन्छ हामीले मन्थलीमा। र त्यो पनि तपाईँको 10-12 घन्टा ड्युटी गरेर आउने स्यालेरी हुन्छ एजेन्सीको भने। डाइरेक्ट कम्पनीमा चाहिँ तपाईँ 2 दिन छुट्टी बसेर 8 घन्टा ड्युटी गरेर त्यो स्यालेरी आउने गर्दछ। र धेरैले सोध्नु भएको चाहिँ स्यालेरीको विषयमा नै थियो। सो त्यसको मैले अलि डेडिकेटेड नै बनाउँछु एकचोटि म भिडियो। मेरो स्यालेरी अब मेरो स्यालेरी आइसके पछाडि पे स्लिप नै तपाईँहरूलाई सो गरेर के कस्तो हुन्छ, कसरी आउँछ, कसरी ट्याक्स डिटेक्ट गर्छ, कसरी के हुन्छ भन्ने कुराहरू सबै डिटेलमा जानकारी गराउनको लागि मैले त्यो भिडियो लिएर आउँछु। अनि त्यस पछाडि चाहिँ आउँदा ठिक कि नआउँदा ठिक भन्ने विषयमा पनि धेरैले सोध्नु भएको हो। यो भिडियो चाहिँ अलरेडी त्यतिकै लामो भइसकेको छ। नेक्स्ट पार्टमा मैले अब यहाँ 16 भागमा चाहिँ विशेष गरी यहाँनिर आउँदाखेरि ठिक छ कि छैन अथवा के गर्दा राम्रो हुन्छ भन्ने विषयमा पनि इन्क्वायरी लिनु खोज्नु भएको हुनाले मैले नेक्स्ट पार्टमा त्यो बनाउँदैछु। अन्य तपाईँहरूले कुन सम्बन्धी कुन रिलेटेड भिडियो हेरेर चाहनुहुन्छ कमेन्ट गर्नु होला। सो अबदेखि चाहिँ मैले युट्युबमा कन्टिन्यू ब्याक टु ब्याक भिडियो लिएर आउनेछु। सो स्टे ट्युन। थ्याङ्क यू सो मच फर वाचिङ युनिटीको युट्युब च्यानल। सो सधैँ पहिला जसरी माया गर्नुभएको थियो अहिले पनि त्यसरी नै माया गर्नुहोला। आजको भिडियोबाट म तपाईँको साथी हरिहर बिदा हुन्छु। नमस्ते।